ल हेलो गाइज है, आज चाहिँ हामी आएका छौँ हाम्रो सुदूरपश्चिममा रहेको भम्केनी धाममा। अनि भम्केनी धाम घुम्ने क्रममा चाहिँ हामीलाई आज घुमाउनु हुँदैछ काकालाई। सर्वप्रथम नमस्कार भन्न चाहन्छु। कहाँ हजुरको शुभ नाम? मेरो नाम नरबहादुर धामी। नरबहादुर धामीजी, हजुर चाहिँ यहाँ के गर्नुहुन्छ? म यहाँ चौकीदार जस्तै, अब चौकीदार पनि हो, अब रेखदेख गर्ने जो सबै काम गर्ने। सेवामा समर्पित हुनुहुन्छ हजुर। हजुर, अनि आज चाहिँ यो सुन्दर ठाउँको अवलोकन हामीलाई हजुरले गराइदिनुहुन्छ है। हजुर। अनि हाम्रो भिडियो जतिजना हेर्नुहुन्छ है, म चाहिँ के आग्रह गर्न चाहन्छु भन्दाखेरि हाम्रो भम्केनी धाम घुम्न आउँ न है, एकचोटि आउँ न। बाटो कति राम्रो छ, ठाउँ कति शान्त छ, मलाई सबभन्दा राम्रो यहाँको हावा, यहाँको पानी होइन, यहाँको जुन तपाईँको अहिले सुगन्ध आइरहेको छ नि, एकदम म खुसी भइरहेको छु, मङ्ग छु। र आज चाहिँ हामीलाई हजुरले सबै ठाउँ देखाइदिनु पऱ्यो हा। ल ओके। यो पहिला 5 भाइ पाण्डव आएर 5 ठाउँमा बसेर एउटा द्रौपदीको पनि छ उता, द्रौपदीको उता होइन? नाउला छ हजुर। यसमा 6वटा नाउला छन्, पानी ठाउँमा फुट्ने फुट्ने तलबाट निस्केको हुनाले भम्केनी नाम रहेको यसको। यो चाहिँ हाम्रो भम्केनी नाम रहेको यसको। हजुर। 5 भाइ पाण्डवले यहाँ जब गरेको ठाउँ। कुन कुन ठाउँ भयो? 5 भाइ पाण्डवले जब गरेको ठाउँ केही त्यस्तो केही छ र? जब गरेको भन्छन् यही एरियाहरूमा होइन, यही एरियाहरूमा। अनि यो चाहिँ हाम्रो कुवाहरू भयो होइन? नौला भन्छन्, नोला भनौँ, कुवा नोला। नौला कुवा यो पहाडी भाषामा नौलै भन्छ नि। यो त यो पनि हो। ल ल भित्र पानी छ। जय हो भगवान्, माफ पाऊ माफ पाऊ। नौलाहरू छन्, डिक्की सिक्की बनाएको छन्। यो नौलो पनि एकदमै पुरानै होला होइन? पुरानो यो सबै यो 6 ठाउँमा पानी निस्कन्छ। अनि 6 ठाउँमा निस्किन्छ होइन? यहाँबाट जब गरेर यहाँबाट विराटनगरतिर कहाँ उतातिर गयो भन्छन् 5 भाइ पाण्डव। 5 भाइ पाण्डव बसेर पुरानो यही हो। अब पुरानो भनेको माथि सिद्धनाथ भैरवनाथको परेशन कालको पुरानो चाहिँ मन्दिर माथि, पुरानो मन्दिर माथि छ। अब माथि पनि हामी देखाउनेछौँ। अनि यो चाहिँ जे होस्, यो एकदम यो त धेरै पुरानो होला होइन? हजुर। यो हजुरलाई के आइडिया छ कति वर्ष पुरानो होला यो नौलो? हामी त पहिला सानसानै थियौँ, हामी त्यो 10-12 वर्षका यहाँ आउँथ्यौँ पहिला। हजुर। एउटा धर्मानन्द सरस्वती भन्ने एउटा भगत रहन्थे पहिला। हजुर हजुर। त्यो गाई मातामा कुटी थियो उहाँको। गाई मातामा कुटी थियो त्यहाँ। फेरि यहाँ मन्दिर त्यो पुरानो त्यो हल्दुको रूपमा थियो। हजुर। अरू केही पनि थिएन। त्यहाँ एउटा महात्मा रहन्थ्यो धर्मानन्द सरस्वती भन्ने। अलिक विद्या नै राम्रै चाहिँ भक्त थियो तिनीहरू। हजुर हजुर। पछि यहाँको मान्छे त मिलेन र के भयो, त्यो पछि यहाँबाट गएन। कहाँ गए थाहै छैन। त्यसपछि कहिले जोगी बस्ने, कहिले माता बस्ने, आउने जाने, कहिले यहाँ राम्रोसित कोही नबस्ने। अब त्यस्तै थियो त्यो बेला। पछि 2071 सालमा चाहिँ जगतगुरु आउनुभयो। जगतगुरुले गोपाल मन्त्र 18 लाख जप गर्नुभयो त्यहाँनिर। यो बनाउनु भयो होइन यिनीहरू? झोपडोमा हो। यो 3 ताले बनाउनु भयो होइन? यो अहिले चाहिँ हाम्रो गजेन दाइले बनाइदिनु भएको छ यो चाहिँ। अनि एकदम मलाई चाहिँ एकदम सबभन्दा चाहिँ अलिक अलग्गै कुरा के लाग्यो भन्दाखेरि, जस्तो यो 5 भाइ पाण्डवले यो बसेको ठाउँ, तपस्या गरेको ठाउँ, यो गएको ठाउँ, अनि यो कति पुरानो वर्षौँ पुरानो कुवाहरू देख्न पाइयो होइन? अनि अब चाहिँ हामी तपाईँलाई चाहिँ प्राचीन सिद्ध बाबा मन्दिर भन्नुभयो होइन? एकदम यो चाहिँ झन् कति वर्ष पुरानो होला। अब सायद त्यो ठाउँमा क्यामेरा लगिन्छ कि थाहा छैन, म तपाईँलाई त्यो ठाउँ पनि देखाउँछु। अनि यो भिडियो यदि तपाईँ मेरो राम्ररी हेर्नुहुँदैछ, पुरा हेर्नुहुँदैछ भने चाहिँ एकचोटि घुम्न चाहिँ आउँ है, एकदम राम्रो ठाउँ छ।